आज चाहिँ म चटपटी बनाउन लागेको छु। हेर्नुहोस् त भाडा कत्रो छ। खानु भनेपछि चाहिँ उसलाई यस्तो जागर चल्छ। सो त्यही भएर उहाँ काट्दै हुनुहुन्छ। अनि मैले भाडा रेडी गरेँ। आज चाहिँ हामी तर गिलो चटपटे खाने। चटपटेको लागि सामान काट्दैछु। कति सामानहरू यस्तो छ यहाँनिर। यो चाहिँ भटमास भुटेको चटपटेको लागि सस पनि रेडी भयो। तर मैले धेरै बनाइसक्यो सस त बाबा। आलु पनि उसिनेर रेडी भयो। अनि आलु साथसाथै यो चाहिँ तरुल है, पिँडालु। अलिकति निक्ल्यो है। खानु त हात लगिसक्यो।